हाई नमस्ते अनि गुड मर्निङ साथीहरू। म सरिता। स्वागत छ तपाईहरुलाई मेरो आजको नयाँ भ्लगमा। आज भने म बिहानै उठे, त्यसपछि यसरी पूजा पाठहरू गर्छौं हामी चाहिँ दैनिकी बिहान। अनि यसरी पूजा पाठ गरिसकेपछि पानी भर्छौं, धारामा पानी आउँछ अनि यसरी घरहरुमा पानीहरु भर्छौं। अनि त्यसपछि पानी चाहिँ सानो आएको थियो पहिला, अनि यसरी भर्यौं। भर्दै जाँदैछ गाडी चाहिँ, अनि अर्को गाडी भर्यौं, देख्न सक्नुहुन्छ। अलि पछि चाहिँ यति ठुलो पानी आएको थियो। अनि यसरी पानी भरिसकेपछि हामी चाहिँ बाख्रालाई बाहिर सारेर घाँसहरू राख्यौं, घाँसहरू दियौं। अनि बाख्राहरूले मजाले घाँसहरू खाँदैछन्। हाम्रो बिहान गाउँको दैनिकी चाहिँ यसरी बित्छ साथीहरू। ल हेर्नुस्, यसरी घाँसहरू खुवाउँछौं बिहान। बाख्राहरूले यसरी घाँसहरू खान्छन्। सँगसँगै हाम्रोमा भेडाहरू पनि छ, दुईवटा, अनि तिनीहरूलाई पनि घाँसहरू दिन्छौं। अनि त्यसपछि चाहिँ हामी चाहिँ बाहिर आगो बालेर खाना पकाउन लाग्छौं साथीहरू। पहिला चाहिँ यसरी आगो बाल्छौं चुलोमा, अनि चुलोमा आगो बालेर खाना पकाउने तयारीहरू गर्छौं। फर्स्टमा त बाख्राको लागि कुरो पकाउँछौं साथीहरू। हामी यसरी बाख्राको लागि कुरोहरू पकाउँछौं। अनि कुरोहरू बिस्तारै यसरी पाक्दैछ साथीहरू। अनि यो उम्लिसकेपछि यसलाई पनि निकाल्छौं साथीहरू। अहिले चाहिँ यो पाकिरहेको छ। यो अब चाहिँ निकाल्ने भयो। त्यसपछि चाहिँ हामी कुकरमा दाल सिटी लगाउँछौं। यसरी सिटी लाग्दैछ दालहरू। अनि त्यसपछि दालहरू पनि पाकेर निकाल्छौं। अनि त्यसपछि चाहिँ मम्मी चाहिँ आफ्नो लागि च्याउको तरकारी पकाउनुहुन्छ साथीहरू। अहिले चाहिँ च्याउको सिजन हो नि त। म चाहिँ खाँदिन, मेरो मम्मीले चाहिँ खानुहुन्छ। अनि ल म भिडियो बनाउँछु, तपाईँ पकाउनुस् भनेको गाली गर्दै हुनुहुन्थ्यो, के को भिडियो हो र भनेर। अनि देख त्यसपछि यसको लागि मसलाहरू पिस्दै हुनुहुन्छ। लोकल अर्ग्यानिक तरिकाले टिमुर, लसुन, जिरा, खुर्सानीहरू, अनि स्वादअनुसार नुन, बेसारहरू पनि एड गर्नुहुन्छ। ए रोमियो आइज, कहाँ गयो राइस? त्योहरू हाम्रो अनि मसलाहरू देखाए। ल हाम्रो चाहिँ घरमा यस्तो खालको खुर्सानी छ कि साथीहरू, मलाई अचम्म लाग्छ यो खुर्सानी। तपाईहरुकोमा छ कि छैन? खास यो भेरे खुर्सानी पनि हैन, हैन। खाँदा चाहिँ मोलो मोलो हुन्छ। हामी चाहिँ यो सलादको रूपमा खाने गर्छौं। एकदमै मिठो हुन्छ, सलाद बनाएर खान्छौं हामी चाहिँ यो। अनि मैले त यसरी देखाएको, तपाईहरुकोमा पाइन्छ कि नै यो खुर्सानी भनेर। अनि लोकल गोलभेडाहरू सारा हालिन, त्यसको चाहिँ चटनीहरू एकदमै मनपर्छ साथीहरू मलाई चाहिँ। अनि तरकारी त्यही च्याउको तरकारी नै पाक्दैछ। अनि थोरै यसरी रस पनि बनाउनु भयो मम्मीले। अनि पाक्दैछ, ल हेर्नुस्, उम्लिदैछ। त्यसपछि चाहिँ हामी बिहान पूजा गरेको यो चाहिँ भिडियोहरू राखेँ मैले। तपाईहरु पूजा गर्नुभयो कि नै? आज विशेष त साउनको यो सोमबार पनि हो।
अनि सोमबारे व्रत भन्दा पनि हामी बिहान बेलुकी चाहिँ यसरी दियोहरू बाल्छौँ, पूजापाठहरू गर्छौँ साथीहरू। यसो गर्दा चाहिँ मेरो मनलाई एकदमै आनन्द हुन्छ। अनि म चाहिँ दैनिक यसरी पूजापाठहरू गर्छु साथीहरू। तपाईहरूलाई कस्तो लाग्छ मेरो भिडियो? लाइक, कमेन्ट अनि सेयर अनि सब्सक्राइब गर्न नभुल्नुहोला। अनि मेरो भिडियोहरू